अरूलाई देखाउनका लागि बगेको हुन्थ्यो भने नदी कतिन्जेल बग्थ्यो होला। अरूलाई देखाउनका लागि चलेको हुन्थ्यो भने बतास कतिन्जेल चल्थ्यो होला। अरूलाई सुनाउनको लागि गाएको हुन्थ्यो भने कोइलीले कतिन्जेल गीत गाउँथ्यो होला। तपाई मखुण्डो लगाएर नाटक खेल्न सक्नुहुन्छ, तर जीवन खेल्न सक्नुहुन्न। आफ्नो वास्तविक स्वभावलाई चिन्नुस् र यसै अनुरूप बाँच्ने गर्नुस्। दर्शकवृन्द नमस्कार। सदैव जीवनमा प्रेरणाको आवाज बोलिरहने यहाँकै सहयात्राको साथी मोतीराज राई सदाझै आज पनि म यहाँहरूको समक्ष अति रोचक, मननीय, सोचनीय, जीवन उपयोगी, जीवन र जगतका कथा व्यथा समेटिएको एक उत्कृष्ट मोटिभेसनल र अति सन्देशमूलक भिडियो लिएर यहाँहरूमाझ उपस्थित भएको छु। दर्शकवृन्द, विषय प्रवेश गर्नुभन्दा अगाडि यहाँहरूले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नुहोला। यानि कि यस्ता खालका उत्प्रेरणा, मोटिभेसनल र जीवन उपयोगी सामग्रीहरू यहाँले सदैव पाउनुहुनेछ र यस्ता खालका सकारात्मक कुराको खोजी र चासो दिने व्यक्तिहरूमध्ये तपाईँ एक हुनुहुन्छ। यदि गर्दा यहाँलाई त खासै फरक नपर्ला, तर हामीलाई पनि अति हौसला र यहाँहरूको साथ मिल्नेछ। जीवनमा यी तीन कुराले हामीलाई धेरै कुराहरू सिकाउँछ। 1. भोको पेट, 2. रित्तो गोजी र 3. टुटेको मन। भोको पेटले हामीलाई धेरै कुरा सिकाउँछ। जब हामी भोको हुन्छौँ, खानको लागि हामी तडपिन्छौँ, त्यति बेला जीवन के रहेछ भन्ने कुरा हामीले राम्ररी बुझ्न सक्छौँ। रित्तो गोजी, जब हाम्रो गोजी रित्तो हुन्छ तब हामी जीवनलाई राम्ररी बुझ्न सक्छौँ। आफ्नाहरू पनि पराई हुन्छन्, प्रेमिल मान्छेहरू पनि हामीबाट टाढा टाढा हुँदै जान्छन्। तब त्यति बेला थाहा हुन्छ कि खाली गोजीको महत्त्व, पीडा। आफूसँग सम्पत्ति हुँदा, आफूसँग ऐश आराम हुँदा हाम्रा वरिपरि कयौं मानिसहरू झुमिन्छन्, तर जब हामी गरिब हुन्छौँ, जब हामी संसारमा एक्लो हुन्छौँ, हाम्रो सहारा यो संसारमा कोही पनि हुन सक्दैन र कोही पनि हुँदैनन्। आफ्नै भन्नेहरू हामीबाट टाढा टाढा हुन्छन्। जब एक्लो हुन्छौँ तब जीवनलाई हामीले राम्रोसँग बुझ्न सक्छौँ। आफ्नो को पराई, को आफ्नो बिरानो राम्रो बुझ्न सक्छौँ। टुटेको मन, जब यो मन टुट्छ, यो मन रुन्छ, जब यो संसार अन्धकार लाग्छ, यो संसारमा कोही आफ्नो जस्तो लाग्दैन। जसलाई आफ्नो ठानेको हुन्छ, जसलाई आफ्नो मानेको हुन्छ, तिनै व्यक्तिले जब हाम्रो मन दुखाउँछ, तिनीहरूकै कारण हामी रुन बाध्य हुनुपर्छ जब जिन्दगीलाई हामी राम्ररी बुझ्न सक्छौँ। हिज आफ्नो जस्तो लाग्ने मान्छेहरू, हिज प्रिय लाग्ने मान्छेहरू, जब ती व्यक्तिहरूको कारणले गर्दा हाम्रो मन टुट्छ, हाम्रो मन रुन्छ, तब लाग्छ जिन्दगीमा को पराई, को आफ्नो रहेछ भनेर जिन्दगी हामी राम्ररी बुझ्न सक्छौँ। दर्शकवृन्द, यहाँलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लागेमा अवश्य पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र आफ्नो साथीहरूलाई पनि सेयर गर्न नभुल्नुहोला। तपाईहरू जहाँ हुनुहुन्छ खुसी रहनुहोस्, सुखी रहनुहोस्, आपसमा माया बाँडेर अगाडि बढ्नुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, सकारात्मक मार्गमा आफ्ना पाइलाहरू चाल्नुहोस्। हामी अर्को भिडियोमा भेट्नेछौँ। त्यतिजेलसम्मको लागि म आज्ञा चाहन्छु। नमस्कार।